जय श्री राम, जय श्री हरि। 2082 साल विशेष श्री राम नवमी महापर्व यस दिनको तिथिमिति कहिले रहेको छ, त्यसैगरी हामीले यस दिनका दिनमा के कस्ता कर्महरू गरेमा भगवान रामचन्द्रजीको, सीता माताजीको साथै भगवान हनुमानजीको समेत कृपा प्राप्त गर्न सकिनेछ, व्रतको पूजा आज के कसरी गर्ने, सम्पूर्ण कुराहरूलाई समेटेर हामीले यस श्रृङ्खला तयार पारेका छौँ। हजुरले हाम्रो भिडियोलाई कुन ठाउँदेखि सुन्दै हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र यदि हजुर आजसम्म पनि हामीसँग जोडिनु भएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब फलो गरेर हामीसँग जोडिन सक्नुहुनेछ भन्दै सुरु गरौँ यस दिनको तिथिमितिबाट। विक्रम सम्वत 2082 साल चैत्र महिनाको 13 गते शुक्रबारको दिन, अङ्ग्रेजी मिति अनुसार सन् 2026 मार्च महिनाको 27 तारिकको दिन हामीलाई चैत्र शुक्ल नवमी तिथि अर्थात् रामनवमी तिथिको प्राप्त हुनुभएको छ। प्रत्येक वर्ष चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा रामनवमी पर्नेछन् र हामीले प्रत्येक वर्ष धुमधाम साथमा रामनवमी महापर्वलाई मनाउनु पर्दछ। भगवान रामचन्द्र जब जब धर्ममा हानि हुन्छ तब तब भगवान श्री मर्यादा पुरुषोत्तम रामचन्द्रजीले तब तब अवतार लिनुहुन्छ। भगवान श्री रामचन्द्र मर्यादा पुरुषोत्तम हुनुहुन्छ, महापुरुष हुनुहुन्छ। त्यस कारणले गर्दा यस दिनमा हामी जति मर्यादा बस्न सक्छौँ त्यति नै हाम्रो लागि अत्यन्त शुभ रहनेछ, अत्यन्त राम्रो रहनेछ। त्यस कारणले गर्दा भगवान श्री रामचन्द्र जन्मनु भएको दिन हामीले के कस्ता कर्महरू गरेमा भगवान रामजीको कृपा मिल्नेछ। भगवान रामचन्द्रका अनन्त अनन्त धेरै नै गुण रहेका छन्। छोरा कस्तो हुनुपर्छ, श्रीमान कस्तो हुनुपर्छ, दाई कस्तो हुनुपर्छ, त्यसैगरी मित्रहरू कस्तो हुनुपर्छ, राजा कस्तो हुनुपर्छ, त्यसैगरी दुश्मन कस्तो हुनुपर्छ, सम्पूर्ण कुराका ज्वलन्त उदाहरण रहेका छन् भगवान श्री रामचन्द्र। भगवान श्री रामको चरित्र यो समाजका लागि, हामी सबैका लागि आदर्श रहेको छ। सर्वप्रथम बिहान सबेरै उठिसकेपछि गङ्गाजी नजिकै हुनुहुन्छ भने गङ्गाजीमा गएर स्नान गर्ने, यदि नजिक हुनुहुन्न भने घरमै स्नान गर्ने, चोखो वस्त्र धारण गर्ने विशेष गरी। त्यसपछि भगवान श्री सूर्यनारायणलाई अर्घ्य दिने, अर्घ्य चढाउने, अर्घ्य चढाइसकेपछि त्यसपछि आफ्नो गुरु मन्त्रको जप, गायत्री मन्त्र जप, नित्य पूजा आराधना के गर्ने गरिएको छ सम्पूर्ण कुराहरूलाई गरिसके पश्चात भगवान श्री राम दिउँसोको 12 बजे पछाडि जन्म हुनुभएको कारणले गर्दा विशेष गरी दिउँसो 12 बजे भन्दा पछाडि मध्याह्न कालमा हामीले पूजा आराधना गर्यो भने अझ धेरै ठुलो राम्रो फल प्राप्त हुनेछ। र हातमा कुश पानी जौतिल लिएर सङ्कल्प गर्नु। सङ्कल्पमा हजुरले विशेष गरी आज श्री मर्यादा पुरुषोत्तम श्री भगवान श्री रामचन्द्रजीको जन्म भएको दिन, प्राकट्य हुनुभएको दिन विशेष गरी म यथाशक्ति आफ्नो शक्ति अनुसार, भक्ति अनुसार म पूजा आराधना गर्दछु भनेर सङ्कल्प गर्ने। सङ्कल्प गरिसकेपछि अब आफूले कसरी व्रत गर्न सकिन्छ त्यसै गरी व्रत गर्नुपर्दछ। फलफुल मात्र खाएर लिने व्रत लिने, अथवा दुधहरू मात्रै खाएर लिने, अथवा के पनि नखाइकन व्रत लिने, पानी मात्रै खाएर लिने, कसरी व्रत गर्न सकिन्छ त्यसै गरी सङ्कल्प गरिसकेपछि सामग्रीहरू तयार गर्नु। फुल, जौतिल, चन्दन, अक्षताहरू सबै कुराहरू थालीमा तयार गरिसकेपछि फलफुलहरू, तुलसी पत्रहरू भए, दुध भए, दही भए, पञ्चामृत भए, सम्पूर्ण कुराहरूलाई आफू समेत नजिक पारेर त्यसैगरी भगवानका फोटा मूर्तिहरूलाई स्नान गराई पुष्पास गरेर सम्पूर्ण कुराहरू गरेर सरसफाइ चटक्क बनाइसकेपछि भगवानका फोटा मूर्तिहरू केही घरमा रहेका छैनन् भने शालिग्राममा पनि भगवानको पूजा आराधना गर्न सक्नुहुनेछ, किनकि उनै भगवान विष्णु नै राम अवतार लिएर सम्पूर्ण जगतको आदर्श बनेका थिए र दिनभरि नै सकेसम्म नाम उच्चारण गर्दै काम गर्ने। जे काम गरिएको छ उनी राम भगवानलाई सम्झँदै राम नाम भन्दै भगवान श्री रामलाई सम्झँदै पूजा आराधना गर्दै हामीले त्यसै गरी दिउँसोको ठ्याक्कै 12 बजे भगवान श्री रामचन्द्रजी प्राकट्य हुनुभयो भन्ने सम्झेर मनमा कल्पना गरेर झुलाहरू झुलाइदिने। भगवान श्री रामको त नाम नै काफी छ, नाम उच्चारणले मात्र पनि राम नाम बरानने भनिएको छ। रामको नाम उच्चारण मात्र गर्नाले पनि सम्पूर्ण भएका आफूले जान अनजानमा गरिएका सबै पाप नाश भएर अन्तिममा स्वर्ग लोक प्राप्त हुन्छ। पहेँला वस्त्रहरूले, पहेँला फुलहरूले, विशेष गरी चन्दनहरूले, अष्टसुगन्धहरूले पूजा आराधना गरिदिने, जल अर्पण गरिदिने, भगवानलाई पञ्चामृतद्वारा स्नान गराउने, तुलसी पत्रहरू चढाइदिने, टीकाहरू लगाइदिने। भगवान श्री रामचन्द्र तुलसीदासले भन्नुभएको छ, नवमी तिथि मधुमास पुनीता, शुक्ल पक्ष अभिजित हरिप्रीता, मध्य दिवस अति शीत न घामा,
पावन काल लोक विश्राम। भगवान श्री रामचन्द्रजीको जन्म हुँदाखेरि चैत महिना रहेको थियो। चैत महिना विशेष गरी न जाडो बढी न गर्मी बढेको थियो। पावन काल लोक विश्राम भनिएको छ। जति बेला मान्छे दिउँसो आनन्दले बसिरहेका हुन्छन्, मस्त आराम गरिरहेका हुन्छन्, सो समयमा प्राकट्य हुनुभएको थियो। त्यसपछि जति सकिन्छ त्यति भजन कीर्तन गर्ने, नाचगान गर्ने, भगवानलाई स्मरण गर्दै पूजा आराधनाहरू के कति आफूले गर्न सकिन्छ आफ्नो शक्ति अनुसार, भक्ति अनुसार गर्ने। त्यसै गरी धूप दीपहरू गर्ने, नैवेद्यहरू चढाइदिने भगवानजीलाई। र समय अनुकूल रहेको छ, सबै मिल्छ भने रातभरि हामीले सकेसम्म जागरण गर्न अत्यन्त शुभ रहनेछ। र बेलुकाको समयमा पनि हामीले धूप दीप आदि नैवेद्यहरू अर्पण गर्ने। हामीले यस भिडियोलाई अगाडि नै राखेका छौँ ताकि हजुरहरू समक्ष भिडियो हेर्दै गर्दा सुन्दै गर्दा आफूले के गर्ने कसो गर्ने भन्ने जिज्ञासा रहन सक्छ। सम्पूर्ण कुराहरू हजुरले प्रश्नोत्तर गर्न सक्नुहुनेछ हामीसँग। त्यसका लागि हजुरले कमेन्ट बक्समा आफूलाई लागेको जिज्ञासा साथै केही सल्लाह सुझाव पनि रहेका छन् भने निर्धक्क रूपमा हजुरले कमेन्ट गर्न सक्नुहुनेछ भन्दै यस रामनवमी व्रतको जानकारीबाट बिदा हुन चाहन्छु। म पण्डित कपिलदेव उपाध्याय। आदो राम तपोवनादि गमनम हत्वा मृगम कंचनम वैदेही हरणं जटायु मरणं सुग्रीव संभाषणं बाली निग्रहणं समुद्रतरणं लंकापुरी दाहनं पश्चाद् रावण कुंभकर्ण हरणम् एतद्धि रामायणम्।